यो सबै देखाउँदै गरेको चाहिँ दार्जिलिङ टी हो, टी बुसेसहरू हो। यो चाहिँ दार्जिलिङ हिल्समा सबसे ज्यादा चिया भेट्नुहुन्छ। दार्जिलिङ टी फेमस छ है, सबैलाई थाहा छ। यो सबै देखाएको चाहिँ मैले टी गार्डन एरिया, सबै टी गार्डन हिल्स हो, यो सबै टी हो। र अहिले यो ड्राई सिजनमा चाहिँ यसको मोलजल स्किप त्यस्तोहरू गर्छ। यो पत्ता चाहिँ टिपेर लगेर यसको सिजनमा 2 पत्ता 1 सुइरो टिपेर लगेर फ्याक्ट्रीमा लगेर चाहिँ यसलाई रेडी पार्छ, म्यानुफ्याक्चर गर्छ। टी बनाएर चाहिँ मार्केटमा आउँछ। तपाईहरुको यो वर्ल्ड फेमस टी छ दार्जिलिङको। एकदम छोटो भिडियो लिएर आएको छु है, चिया विषय लिएर। चिया, दार्जिलिङ चिया सबैले सुन्नुभएको हो है, दार्जिलिङ चिया।